Hello, welcome back to my another video. म चाहिँ नि त्यो हाम्रो खेत जोत्ने मेसिनको स्टार्ट गर्ने हुन्छ नि त्यो बिग्रेर लिनलाई दिङला बजार जाँदैछु हैन। त्यो चाहिँ नि दिङला बजारमा पाउँछ। मलाई यहाँबाट पुग्नको लागि चाहिँ अलमोस्ट आधी घन्टा 25 मिनट वा आधी घन्टामा म त्यहाँ पुगिहाल्छु है त। जाने बाटो चाहिँ यस्तै छ। अहिले म चाहिँ यहाँ मूलपानी धारा आइपुगेँ। यो धारालाई चाहिँ मूलपानी धारा भन्छ। यहाँनिर 3टा धारा छ हैन। अब यहाँनिर अलिकति पानी खाएर म चाहिँ नि बजारतिर लाग्छ है त। यो चाहिँ यहाँको धेरै पहिलादेखिको धारा हो। अनि यहाँको पानी पनि अरूतिरको धाराको भन्दा एकदम मिठो खालको छ क्या। बाटो चाहिँ यहाँनिर उकालै छ। अब रोडबाट पुग्नै लाग्यो। अब 2 मिनट जतिमा रोडमा पुगिहाल्छ। बाटो चाहिँ यस्तै नै हो यहाँनिरको। यो भत्कीको चाहिँ यो बाटोको पुरानो खोलाइजा हो यहाँको। यहाँनिर यो बरको रुख छ। पहिला यतापट्टि यही ठाउँमा पिपलको रुख थियो। त्यो पिपल चाहिँ मऱ्यो। बर चाहिँ यहाँ एक्लै भएको छ। यहाँ चाहिँ हाम्रो नेचुरल गेट छ। त्यो चिलाउने रुख चाहिँ यो चिलाउनेमा आएर बसेर यहाँ चाहिँ गेट जस्तै बनाइदिएको छ। यहाँ चाहिँ यो ठुलो भल आउँछ भनेर पट बनाउनु भएको थियो। यो रोडतिरको भल आउँछ। हामीले एक सानो खोल्छ। मौसम चाहिँ लेफ्टतिरको जस्तो भएको छ क्या। हुस्से लागेको हल्का पानी परेको चिसो छ। हुस्से लागेर चाहिँ यहीँदेखि त्यहीँसम्मको केही पनि देख्दैन है। अलिकति मात्रै देखिन्छ। म चाहिँ एउटा रोडबाट पनि निस्किन्छु। यो यताबाट चाहिँ दिङलातिर आउने रोड हो भने यता चाहिँ चिउरी भोटे अनि त्यस पछाडि नेपाली डाँडातिर जाने रोड हो। यहाँनिर चाहिँ यो बाटो चाहिँ यहाँ तल देवी थान छ। त्यो देवी थानमा जान्छ। अनि ढोग्नेहरूले चाहिँ यहाँनिर बनाएको छ ढुङ्गा राखेर। ढुङ्गा पनि दामी खालको छ। अहिले चाहिँ यो बाटो ग्राभेल गरिदिएकोले राम्रै छ। दिङला बजार हो। अहिले चाहिँ म दिङला बजार आइपुगेँ। यही अगाडिको पसलमा पाइहाल्छ सामान चाहिँ। त्यो बिग्रेको मेसिनको ढिक्का चाहिँ यही नै हो। तान्ने यो अगाडिको जुन हुन्छ त्यो अहिले देखिरहेको स्टार्ट लेखेको यो तान्दाखेरि यसको डोरी नै खुस्केर आयो। मेसिन त्यहाँ माथि प्लास्टिकले छोपेर राखिराखेको छ। अब गएर यसलाई फिट गर्ने। त्यहाँ तल छिमेकी बडेमा चाहिँ रोपाइँ सुरु गर्नु लागिराखेको हुन्छ।
पानी नभएर अब 1-2 गरा यसो मूल फुटेको गराहरू ल्याउने गर्ने मुहाने गराहरू रोप्ने त्यस्तै चलिरहेको छ। आजको वेदर पनि आजको बिहान चाहिँ त्यति मजाले फुलेको छैन भने अहिले दिउँसो चाहिँ एकदम राम्रो तरिकाले फुलेको छ। हामी चाहिँ खाना खाइसकेर फेरि खेतीतिर जाँदैछौँ। यो मेरो बारी हो, बारीबाट झर्दैछु। यो हामीले असार महिना जेठको लगभग अन्तिमतिर 25-26 रोपेको बिरुवा हो यो कफीको। अहिले यत्रो भइसक्यो। यो लिफहरू यो माथिबाट यो आगो चाहिँ पछि पढेको लिफहरू हो। कुनै बिरुवा चाहिँ त्यतिको राम्रो छ भने कुनैलाई चाहिँ नि किराले पनि खाएको छ। यो चाहिँ नि किराले खाइदिइसकेको छ यसको पातहरू। यसलाई फेरि औषधि हाल्नुपर्छ। यसलाई हामीले तत्कालै हाल्ने औषधि भनेको चाहिँ झोलमल हो र झोलमलको कसरी हाल्ने भन्ने भिडियो म नेक्स्ट पार्टमा बनाइहाल्छु। अनि अहिले तत्काललाई हालिहाल्नको लागि चाहिँ यो रोपिसके पछाडि निमको तेल 2 ml निमको तेल 1 लिटर पानीमा घोलेर हामीले सबै बिरुवाहरूलाई छिट्न पर्ने हुन्छ एक सर र माथिबाट। अनि भरिसक्यो यो पातको यो साइडमा पनि पर्ने गरी छिट्दाखेरि राम्रो हो। यो चाहिँ मेरो 4 साल रोपेको कागती हो। यो सेपले गर्दाखेरि अलिकति बढेको रहेछ। अरू पारिलो ठाउँको चाहिँ ठुलो भइसकेको छ। यो चाहिँ यतापट्टि यो रुद्राक्षको र यतापट्टि यो बाँझ्याङको सेपले गर्दाखेरि गर्नु पाएन। यो कफीको मैले बिरुवा लगाइसकिसके पछाडि यो र त्यो अघि मैले देखाएको माथिको बिरुवाहरू चाहिँ नि एकदमै बढी खाइदिएको छ। यसलाई मैले 3 दिनमा ट्रिटमेन्ट पनि गरिरहेछ र पनि यसमा चाहिँ नि प्रब्लम निकै नै आइरहेको छ। यहाँबाट उँधोपट्टि चाहिँ यो साल यहाँनिर धानै रोपिन्छ भने अर्को साल चाहिँ नि सुन्तला कागती त म एकदमै कमै रोप्छु, सुन्तला बढी लगाउँछु। अनि त्यस पछाडि रुद्राक्षको 2 मुखे 3 मुखे 7 मुखे 8 मुखे फल्ने र कण्ठहरू हुन्छ। कण्ठ भनेको चाहिँ नि लगभग 25 mm भन्दा माथिको फल्नेलाई कण्ठ भन्छ। त्यो कण्ठ फल्ने बिरुवाहरू लगाउनु पर्ने छ। अब हामीले जोत्न बाँकी मेलो भनेको यो तल चिलाउनेको रुख छेउको गरासम्म हो र त्यो माथि मेसिन देखिराखेको छ। यो मेसिनदेखिको लगभग आजको दिन र अनि भोलिको बिहानको 1-2 घन्टामा सकिन्छ होला। मेलो अलि अप्ठ्यारो छ यहाँनिर। यो काल्लाहरू यो ठुल्ठुलो अल्गो काल्ला भएको कारणले गर्दाखेरि 2 जनाले बोकेर झार्नुपर्छ। यहाँ चाहिँ मैले यो जोतेको भिडियोमा टाइम स्ल्याप मोडमा राखिदिएको छु। लगभग अघि देखिएको मेसिनको ठाउँदेखिको हामीले तलैसम्म जोत्यौँ। अब यहाँ चाहिँ यो मेसिन तल्लो गरामा झार्ने काम हुँदैछ। मेसिन चाहिँ अल्गो कान्लाबाट तल्लो कान्ला झार्दा अफ गरेर झारेको राम्रो हुन्छ, त्यही भएर अफ गरियो। तल प्रकाशको बुवा कम्ती आएको थिएन मलाई चाहिँ अग्लो के त्यो थाम्नु अब वेट भएको उयो पनि गर्न सक्यो। ठुलो छ म त हाँसिएर मरिया त्यो बारीको भएर बुझ्दै रहेछ मलाई तल आपारीको सिधा त बोक्नु सजिलो छ क्या। यसो झरौँ होला बडबले त्यहाँ अप्ठ्यारो
Tolong macam mana? Karpaya, karpaya kesana. Karpaya. Karpaya. Kuda. Thagin जा. आलुको फालेले मात्र लौ परमेश्वरी विश्वकर्मा बाबा अब खाजा खाउँ हामीले यहाँनिर मेसिन ल्यायो झारियो अब यो चाहिँ खाजा खाइसकेर मात्रै जोत्ने ल फाइनल्ली यो खेत चाहिँ नि रोपिसक्यो के अरे बाँझो चाहिँ जोतिसक्यो शनिबार ठिक खेताला भेट्यो भने खेताला खोजेर अझै 6 जना जति खेताला लाग्छ टक्क आली काटिसके पछाडि चिटिक्क परेको काइदा देखिन्छ अरूतिर रोपाइँ गर्नेहरू पनि एउटा दुईटा गरा रोपाइँ गरेर छोड्दै हुनुहुन्छ पानी परेको छैन अब आज पनि हिजोको जस्तै ड्युटी छ मेरो घाँस लिएर जाने ओके बाई बाई